म्यामले अब यो बिजनेस आफ्नो गर्दाखेरि स्टार्टअप गर्दाखेरि चाहिँ अहिलेसम्मको अनुभवमा यो नेपालमा चाहिँ पोलिसीहरू कतिको फ्रेन्डली छ, बिजनेस फ्रेन्डली छ? तपाईँले जस्तै सबै कुरा ट्याक्सेसनको कुराहरू सबै कुराहरू के कुरा पाउनुभयो? म चाहिँ के भन्छ भने पोलिसीहरू अब एमेन्ड गर्दै जाने हो जान चाहिँ होइन। धेरै नै ह्यासल छ क्या, धेरै नै ह्यासल छ। अब यहाँ बसेर धेरै डिस्कस गर्ने टाइम हुँदैन होइन। तर मैले जुन जुन प्लेटफर्ममा म पुगेको हुन्छु मैले त्यहाँ चाहिँ भनेकै हुन्छु कि यस्तो यस्तो किसिमको छ भनेर। स्पेसली अब कस्तो हुन्छ भने उद्योग मन्त्रालयमा वान विन्डो सिस्टम भनेर लेखेको छ, तर त्यही वान विन्डो सिस्टम छैन क्या होइन। अनि अब कति ठाउँमा अनलाइन भने हुन्छ, अनलाइनमा हुँदैन। अनलाइनको टु एन्ड फ्लो त्यो हुन्छ नि, धेरै हुन्छ। अनलाइनमा फेरि अहिले धेरैवटा त्यस्तो नियमहरू ल्याएको छ जुन चाहिँ स्पेसली महिला उद्यमीहरू चाहिँ त्यसमा युज टु पनि हुनुहुन्न। अब त्यो युज टु हुँदाखेरिमा अर्को बिजनेसलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ त्यहाँ आइरहेको जस्तो देखिन्छ क्या। जस्तो कि अनलाइन अप्लाई गर्न उहाँहरूले जान्नु भएन, त्यो कारणले डिले हुने बित्तिकै त्यहाँ चाहिँ तपाईँको जरिवाना लाग्दिने क्या। अब त्यो जरिवाना तिर्नको डरले चाहिँ अर्को एउटा कन्सल्टिङ फर्म चाहिँ आएर मार्केटिङ गरेर हुन्छ क्या। भन्दाखेरि त्यस्तो किसिमको चिजहरूलाई चाहिँ बढावा दिइराखेको छ होइन। त्यो चिज चाहिँ भन्दा पनि केही टाइमलाइन दिएर एजुकेट गरेर मार्केट अलिकति एजुकेट भइसकेपछि चाहिँ बल्ल सरकारहरूले चाहिँ त्यस्तो चिजहरूमा चाहिँ फाइनहरू लाउने गर्नु पर्यो। ट्याक्सको कुरा गर्दा पनि अब मैले त सबै मेरो आफ्नो जति कम्पनी छ त्यसलाई भ्याटमै रजिस्टर गरेको छु होइन। तर पनि कस्तो भने महिला उद्यमीहरूले चलाएको बिजनेसलाई चाहिँ अझै मोटिभेट गर्ने हो भने चाहिँ, किनभने अहिले धेरै महिलाहरू आइरहनु भएको छ उद्यमशीलतामा हो भने चाहिँ त्यहाँनिर उहाँहरूकोले उत्पादन गरेको चिजमा चाहिँ ट्याक्स रिबेट केही समयलाई, किनभने कस्तो हुन्छ नि पहिला चाहिँ इन्भेस्ट गर्नलाई मान्छेलाई मोटिभेट गर्नु पर्यो नि त। अनि आइसकेपछि बल्ल अनि त्यसमा चाहिँ अर्को किसिमको एउटा स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन ल्याएर चाहिँ कन्ट्रोल मेकानिजम गर्ने हो। यानि चाहिँ सुरुदेखि नै कन्ट्रोल हुन्छ कि त्यसले गर्दाखेरिमा उसले त्यो दर्ता गर्ने प्रोसेसबाट कम्प्लिट गरुन्जेलसम्ममै लाखौँ खर्च गर्नुपर्छ क्या होइन। अब त्यो एमएसएमईहरूलाई त गाह्रो हुन्छ नि त। यस्ता कुराहरू धेरै छन्। अब बसेर त्यसलाई 1-to-1 नै डिस्कस गरेर चाहिँ गर्नु। Aeronet Biz Connect, an initiative of Aeronet Consulting Services.